हेलो साथीहरू, राष्ट्रिय परिचय पत्र क्युआर सहितको कसरी डाउनलोड गर्ने भनेर आजको भिडियोमा म सिकाउन गइरहेको छु। त्यसका लागि सबैभन्दा पहिले क्रोम ब्राउजर ओपन गर्ने। त्यसपछाडि यहाँनेरि सर्च बटनमा गएर सिटिजन पोर्टल DONIDCR.gov मा क्लिक गर्ने। त्यसपछाडि यो डिपार्टमेन्ट अफ नेसनल आइडी कार्डमा क्लिक गर्ने। यहाँ हेर्न सक्नुहुन्छ डाउनलोड योर नेसनल ई-आइडी भनेको छ। अब यहाँनेर चाहिँ तपाईको जुन छ नि आफ्नो फुल नेम, डेट अफ बर्थ, सिटिजनशिप, इस्यु डेट सबै थोक हालेर फिलअप गर्नुपर्ने हुन्छ। अहिले चाहिँ यो क्याप्चा इमेजहरू इरर आइरहेको छ, त्यसको कारणले म तपाईलाई यहाँ भ्यू म्यानुअलमा गएर देखाउँदैछु। सबभन्दा पहिले तपाईले डाउनलोड योर ई-एनआइडी मा क्लिक गर्नुपर्ने हुन्छ। त्यसपछाडि यहाँनेर तपाईको आफ्नो पर्सनल इन्फर्मेसन हाल्नुपर्ने हुन्छ। हालेर सर्चमा क्लिक गरिसकेपछि यसरी आउनेछ तपाईको पनि। डाउनलोड कार्डमा क्लिक गर्नुभयो भने यहाँनेर तपाईको नेपाली पुरा नाम हाल्नु भनेर आएको हुन्छ। यहाँनेर नेपाली पुरा नाम हाल्ने। त्यसपछाडि यसमा डाउनलोडमा क्लिक गर्ने। डाउनलोडमा क्लिक गरिसकेपछि यसरी तपाईको अब पीडीएफ फाइल डाउनलोड हुन्छ र यहाँनेर पासवर्ड मागिरहेको हुन्छ। पासवर्ड चाहिँ भनेको तपाईको नाम जस्तै सुनिल छ भने SUN अनि तपाईको डेट अफ बर्थ कति हो त्यो नेपाली डेट अफ बर्थको अगाडिको जस्तै 2059 हो भने 2059 त्यति हालेर अनि सबमिट गर्नुपर्ने हुन्छ। सबमिट गरिसकेपछि तपाईको यसरी देखाउनेछ राष्ट्रिय परिचय पत्र क्युआर सहितको। र यसलाई तपाईले स्क्रिनशट लिएर राख्न पनि सक्नुहुन्छ। र यही तपाईको सरकारी कामहरुमा यही राष्ट्रिय परिचय पत्र देखाएर तपाईले आफ्नो राष्ट्रिय परिचय पत्रको काम पुरा गराउन सक्नुहुन्छ। यदि आजको भिडियो मन परेमा च्यानललाई सब्स्क्राइब गरी बेल आइकनलाई अलमा क्लिक गर्न नभुल्नु होला।